स्पेनले फिफा वर्ल्ड कप जितेपछि सबैको मनमा एउटा क्वेसन होला, जुन हो यो वर्ष फिफाले कति कमायो। आज हामी यही विषयमा कुरा गर्नेछौँ। सो हाई फ्रेन्ड्स, दिस इज दिलीप। तपाईँहरू हेर्दै हुनुहुन्छ मिस्टर RJ646। सो भिडियोलाई लाइक गरी गरौँ स्टार्ट। फिफाले कति कमायो भन्नुभन्दा पहिला बुझौँ कि फिफाले आखिर पैसा कसरी कमाउँछ। फिफाले धेरै तरिकाले पैसा कमाउँछ, तर हामी कुरा गर्नेछौँ 5 तरिकाका बारेमा, जुन यस प्रकार छ। नम्बर 1, टिभी प्रसारण। हामी टिभीमा जुन च्यानलबाट वर्ल्ड कप हेर्छौँ त्यो च्यानलले फिफा देखाउन फिफालाई करोडौँ रकम तिर्छ। र यहाँ एउटा रोचक कुरा के छ भने फिफाले सबैभन्दा बढी पैसा यहीबाट कमाउँछ। नम्बर 2, स्पोन्सरसिप। एडिडास, कोका कोला जस्ता ठुलो कम्पनीले आफ्नो ब्रान्डको प्रचारको लागि अरबौँ डलर तिर्छ। त्यसैले हामी देख्न सक्छौँ फुटबल प्लेयरका जर्सी र किटमा एडिडास, नाइकी जस्ताका ब्रान्डका लोगो। नम्बर 3, टिकट बिक्री। स्टेडियममा गई हजारौँ मानिसले हेर्ने गर्छन्, तर यहाँ बुझ्नुपर्ने कुरा के छ भनेपछि एउटा टिकटको मूल्य नेपाली 80 लाख रुपियाँ थियो। अब एउटा टिकटको मूल्य 80 लाख छ भने त्यहाँ त करोडौँ लोगोले गएर हेर्छन्। अब एउटा टिकटको मूल्य 80 लाख छ भनेपछि त्यहाँ त करोडौँले तिर्छन् र करोडौँले टिकट किनी हेर्छन्। जुन एउटा मूल्य छ 80 लाख भनेपछि हामी आफै अनुमान गर्न सक्छौँ कि टिकटबाट नै फिफाले कति कमाउन सक्ला। नम्बर 4, हस्पिटालिटी प्याकेज। धनी दर्शक र कम्पनीहरूका लागि विशेष VIP टिकट, होटल, खाना र विशेष सेवा सहितको प्याकेज बिक्री गरिन्छ। यसबाट पनि धेरै पैसा आउँछ। यो प्याकेज धनी मानिसहरूले मात्र किन्न सक्छन्, किनभने हामी मिडल क्लासलाई त टिभी नै महँगो छ। अब यस्तो VIP प्याकेज लिन हाम्रो 7 पुर्खाको सम्पत्तिले पनि पुग्दैन। नम्बर 5, जान्नुभन्दा पहिला हामी सबैले सोसल मिडियामा सुनेका या देखेका होलाौँ कि रोनाल्डो, मेसीका जर्सी त धेरै महँगो हुन्छ, जसले हामी कार पनि किन्न सक्छौँ। हो, यही हो नम्बर 5 तरिका, जसलाई लाइसेन्स भनिन्छ। यो तरिकामा जर्सी, बल बेची पैसा कमाउने गरिन्छ। हामीले कुरा गऱ्यौँ फिफाले पैसा कसरी कमाउने तरिकाबारे। अब कुरा गरौँ फिफाले 2026 मा कति पैसा कमायो। रिपोर्ट अनुसार फिफाले यो पटक 15 बिलियन US डलर कमाएको भनिएको छ, जसलाई नेपाली रुपियाँमा कन्भर्ट गर्दा हुन्छ 2 ट्रिलियन रुपियाँ। सो गाइज, आजलाई यति नै। भेटौँला नेक्स्ट भिडियोमा। र जाँदा जाँदै एउटा कुरा, फिफाले यति धेरै पैसा कहाँ खर्च गर्छ त।